प्रथम विश्वयुद्धको कुरा गर्दाखेरि 28 जुन 1914 मा ब्ल्याक ह्यान्ड सोसाइटीका ग्राभियस प्रिन्सेपले अस्ट्रिया हङ्गेरीका राजकुमार आर्कज्यू फर्डिन्यान्ड र पत्नी सोफी चाटेको हत्या गरे। त्यस पश्चातमा 28 जुलाई 1914 मा चाहिँ के छ त अस्ट्रियाद्वारा सर्बियामाथि आक्रमण भएसँगै प्रथम विश्वयुद्ध सुरु भएको थियो हैन। अन्त्य चाहिँ कहिले भयो त कसरी भयो भन्दाखेरि 11 नोभेम्बर 1918 मा जर्मनीले आत्मसमर्पण गरेसँगै अन्त्य भयो। बबर शमशेरको नेतृत्वमा के त बेलायतको सहयोगका लागि सेना पठाइएकोमा कुलवीर थापा र कर्णवीर थापा दुईजनाले भिक्टोरिया क्रस पाए। त्यस पश्चातको एउटा के छ भने 1919 जुन 28 मा भर्साइली सन्धि थियो हैन भयो। जर्मनीमाथि अपमानजनक सन्धि भयो। अमेरिका र जापान शक्तिशाली देशका रूपमा उदय भए। महिला सैनिक प्रयोग गर्ने पहिलो देश प्रथम विश्वयुद्धमा को थियो त भने रुस थियो। त्यस पश्चातमा एउटा संस्था खोलिएको छ वुड्रो विल्सनको अवधारणामा 1920 जनवरी 10 मा राष्ट्रसङ्घको स्थापना भयो। यी कुराहरू छन्।